समयको खेल त हो, कति बेला कुन मोड्लिन्छ पत्तै हुँदैन। यतिखेर सबै नेपाली लगायत अन्य देशका मानिसहरूमा त्रसित छाएको छ। यतिखेर भारत र पाकिस्तान बीच युद्ध भएपछि सारा नेपाली र अन्य देशका नागरिक जनताहरूमा ढुकढुकी चलेको छ। झन् विशेष गरी भारतीय सेनामा रहेका नेपाली गोर्खा सैनिकमा कार्यरत परिवारमा यतिखेर चिन्ताजनक मनमा डर र त्रास छाएको छ। जब पाकिस्तानले भारतीय सेनामा कार्यरत सैनिकमाथि आक्रमण गरेर केही सैनिक गुमाउनु पर्यो, त्यसपछि भारतले उक्त बदलाको विरुद्धमा भारतले सिन्दुर नामक युद्ध तयार गर्यो। त्यसपछि दुवै देशको बीचमा कोहीभन्दा कोही नभएको तुलनामा जम्मू कश्मीर भन्ने ठाउँमा युद्ध सुरु भयो र हुँदैछ र कति बेला रोकिए पनि अनि कति बेला के हुन्छ पत्तै हुँदैन। र यस युद्धमा दुई देशका पाकिस्तान र भारतलाई रोक्न अन्य देशले आग्रह गर्दा पनि कमी दुईवटै देश देखिएका छैन। र अब कुरा गरौँ त्यही युद्धमा आफ्नो ज्यान गुमाउने शहीदहरू र सेनाहरू, जसले आफ्नो देशको लागि आफ्नो ज्यान दाउमा राखेर आफ्नो शरीरलाई देशको लागि सुम्पिएर शहीद भएर गए। र यतिखेर झन् विशेष भारतीय सेनामा रहेका नेपाली गोर्खा सैनिकका परिवारमा यति बेला निकै चिन्ता छाएको छ। मनमा डर त्रास छाइरहेको छ। डर त्रास पनि किन नहोस्, यस युद्धमा कति बेला के हुन्छ पत्तै हुँदैन। र सामाजिक सञ्जालमा नेपाली गोर्खा सैनिकका परिवारले चिन्ताजनक धेरै पीडाहरू, निकै मर्मस्पर्शी पीडाहरू भोगेका छन्। र झन् ती बहादुर नेपाली सेनामा कार्यरत सैनिकहरूले आफ्नो परिवारसँग फरक फरक कुरा गरिरहेका छन्। ज्यान र मृत्युमा दाउमा राखेर कुराकानी गर्दै आइरहेका छन्। भन्छन् सामाजिक सञ्जालमा भाग्य र परिवारको कृपाले गर्दा साथ दिएर बाँचेछु भने खुसी लिएर घर फर्किउँला, यदि मरेछु भने बाकसमै प्याक भएर फर्किउँला भनेका छन्। र कोही सेनाको मनले त हार खाइसक्यो। झन् ती सेनामा कार्यरतका परिवारहरूमा आकाश कसोझै भएको छ। समयको खेल त हो, कति बेला के हुन्छ पत्तै हुँदैन। आशा छ त्यो दिनको पर्खाइमा छौँ जुन पाकिस्तान र भारत बिचको युद्धमा समस्याको समाधान आउनेछ र समाधान पुरा हुनेछ। र ती युद्धमा भएका भारतीय सेनामा कार्यरत र नेपाली गोर्खा सैनिकहरूमा खुसीको क्षण आउनेछ। र युद्धमा भएका भारतीय सेनामा रहेका ती सेनालाई भगवानले रक्षा गरून्। र ती सेना परिवारको लागि भए पनि अझ झन् भर्खरै विवाह गरेर अनि सन्तान जन्माएका ती महिलाहरूको सिन्दुर पोच्नबाट भगवानले साथ दिउन्। र ती युद्धमा आफ्नो ज्यानलाई दाउमा राखेर देशलाई बचाउन, जनतालाई सेवा दिँदै आइरहेका शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।